हेलो एन्ड वेलकम टु न्यू ब्लग गाइज। आज चाहिँ फेरि हामी कीर्तिपुरमा अर्को टोल एक्सप्लोर गर्न गइरहेका छौँ। टोलको सुरुवातमा चाहिँ एकजना बाबु, सानो बाबु चाहिँ साइकलमा आफ्नो कला देखाउँदै अगाडि बढे। त्यतिकै अगाडिमा एउटा धारामा चाहिँ एकजना सर चाहिँ पानी थापिराख्नु भएको थियो। पानीको यतातिर अझै पनि समस्या छ। ज्यादा दुईजना भाइहरू मेरो भाइहरू मेरो लागि वेट गरिरहेको थिए। भाइहरूलाई जोइन गरेर अगाडि बढ्यौँ। एउटा दिदी चाहिँ पानी थापिराख्नु भएको थियो। मुखमा मास्क, कालो मास्क लगाएर हामीले बाल नदिएर अगाडि गयौँ। हाम्रो अगाडि दुईवटा बाटो आयो। हामीले चाहिँ साँगुरो बाटो हुँदै हामी चाहिँ कीर्तिपुरको बस पार्क, पागा बस पार्कतिर हिँड्यौँ। एकदम साँगुरो बाटोमा हिँडिरहेको थियौँ। त्यतिकैमा एकजना भाइ चाहिँ स्कुलबाट आएको थियो, हातमा बुक बोकेर, राम्रो पढ्ने रहेछन्। त्यहाँबाट पनि अगाडि हिँड्यौँ। हामी चाहिँ अहिले पागा छु। पागाको बस पार्कको तपाईँ कन्डिसन हेर्न सक्नुहुन्छ। अलिकति पानी हुने बित्तिकै यस्तो बाटोहरूमा पानी जम्ने यस्तो समस्या हुन्छ। यो चाहिँ तपाईँको कीर्तिपुर पागा बस पार्कको साइडमा सानो बाबुहरू खेलिरहेको थिए। बास्केटबल एकदम रमाइरहेको थियो। बास्केटबल हो कि फुटबल हो अलि चिन्नै गाह्रो भयो। पछाडि हेर्न सक्नुहुन्छ यस्तो पानी जमेको थियो। त्यस्तै एकजना चाहिँ माथि तारमा चढेर आफ्नो कला देखाइराख्नु भएको थियो। कला पनि डेन्जर थियो, आमामा खतरा छ। त्यतिकैमा हामी अगाडि बढ्यौँ। हाम्रो मान्छे त यहाँ हुनुहुँदो रहेछ, यता बसिराख्नु भएको थियो। हाम्रो ब्युटिफुल फुपूहरू हामीलाई देखेर बोलाइहाल्नुभयो। हामी पनि गयौँ। पसलमा पुगेर साउजी दाइले भन्नुभयो क्या पसलको एडभर्टाइज गरिदिनु भनेर। हामी पनि यस्तो भ्यूहरू लिन थाल्यौँ। एकदम महँगो गरगहनाहरू, एकदम राम्रो डिजाइनको गरगहनाहरू दाइको पसलमा थियो। दाइले एकछिन त्यहाँ बसेर अनि बाहिर निस्क्यौँ। पाहाडको यस्तो नजारा हेर्दै टक्क पारेर त्यहाँबाट अगाडि बढ्यौँ। साइडमा माछा पसल थियो। पसलले दाजुकोमा ग्राहक नभएर मोबाइल चलाउँदै बसिराख्नु भएको थियो। त्यहाँबाट पनि अगाडि गयौँ। त्यतिकै भाइले चाहिँ पार्टी प्यालेस देखाउँदै यही पार्टी प्यालेसमा म मेरो बिहेको भोज दिन्छु दाई भनेर भन्यो। ठिक छ भाइ भनेर अगाडि गयौँ। साइडमा चाहिँ टिप्परमा चाहिँ होनारिवाहरू चढेर अगाडि गइरहेको थिएँ। हामी पनि अगाडि गयौँ। चाहिँ अलिकति आज चाउमिन खानुपर्छ भनेर चाहिँ हामी सुदूरपश्चिम फास्ट फुडमा गयौँ। हामीले खाजा अर्डर गरिसकेपछि एकैछिनमा हाम्रो खाजा आइपुग्यो। हामीले खाजा खायौँ। आजको खाजामा चाहिँ चाउमिन थियो। हामीले चाउमिन खायौँ। हामीहरू फेरि पागा बस पार्क पुग्यौँ। अहिले चाहिँ अलि साँझ पख भइसकेको थियो। तरकारी बेच्ने दिदीहरूको होइन दिदी ठिक छ। त्यहाँबाट फेरि हामी अगाडि बढ्यौँ। सुन्दर दिदी तरकारी बेचिराख्नु भएको थियो। हामीलाई दिदीकोदेखि एकदम अर्ग्यानिक तरकारी किन्न त मन थियो, तर हाम्रोमा भएर हामीले किनेनौँ। साइडमा एउटा भ्यानमा चाहिँ जुत्ता चप्पल बेच्नलाई राखेको थियो।
हामीहरूसँग अलरेडी थियो, हामीले नकिनेर त्यहाँबाट पनि अगाडि बढ्यौँ। त्यहाँबाट अगाडि बढेर हामी चाहिँ अहिले लाची मन्दिरमा पुग्यौँ। साइडमा चाहिँ केटाहरू पुरा बेड नै बोकेर हिँडिरहेको थिए, सायद हिजो राति भाँचेर होला। यस्तो सुन्दर मन्दिरको भ्यू हेऱ्यौँ। यो मन्दिरको साइडमा चाहिँ वृद्ध आश्रम पनि रहेछ। साइडमा चाहिँ एकजना अङ्कल तपाईँहरू देखिराख्नु भयो होला। उहाँ चाहिँ लगभग धेरै पुरानो अङ्कल, यता बाहिर बसेर चाहिँ कपडाहरू सिलाउनुहुन्छ। एकदम मेहनती अङ्कल। मन्दिर चाहिँ आधा बनिरहेको थियो, जस पुरानो मन्दिर हो, त्यही पनि अहिले सायद रिकन्स्ट्रक्सन भइरहेको होला। त्यहाँबाट फेरि अगाडि बढ्यौँ। दाजु तरकारी ठेलामा बेच्न हिँड्नु भएको रहेछ। त्यहाँपछि चाहिँ हाम्रो गोरेडनसँग भेट भयो। एकछिन हामीले गोरेडनसँग यस्तो कुराकानी गऱ्यौँ अनि अगाडि बढ्यौँ। पानीको समस्या हेर्न सक्नुहुन्छ। यता पनि कीर्तिपुरमा उसरी काठमाडौँमा अरू ठाउँको भन्दा बढी पानी पाइन्छ भन्ने भनाइ छ, त्यही पनि गाह्रो नै छ यता पनि। जस पानी त पाइन्छ, तर अब थाप्न आउनुपर्छ, बाहिरतिर धारा हुन्छ। बच्चाहरू खेलिरहेको थिए। मेरो फुपूलाई पनि त्यहाँ खेल्न मन लाग्यो अरे। हामीले फुपूलाई त्यहाँ जान भन्यौँ, तर फुपू जानु भएन।